हेलो साथीहरु, प्रेडिक्सन गर्नुहोस् र जित्नुहोस् 1500 NRS है, जसमा भोलि र पर्सि हुँदैछ च्याम्पियन लिग सेमिफाइनलको फर्स्ट लिग म्याचेसहरु हुँदैछ, जसमा फर्स्ट म्याच हुँदैछ लन्डन क्लब आर्सेनल भर्सेस फ्रान्सको क्लब पेरिस सेन्ट जर्मन बीच हुँदैछ। जुन यो दुईटा गेम चाहिँ भोपाल हुनेवाला छ। यो आर्सेनल जुन रियल मैड्रिड जस्तो च्याम्पियन लिगको किङ क्लबलाई हराएर आएको भने उता PSG पनि लिभरपुल एस्टन विल्ला जस्तो क्लबहरुलाई हरायो, म्यान सिटी जस्तो क्लबहरुलाई हराएको टिम हो। 2025 मा एकदमै फर्ममा देखेको टिम हो PSG। उनीहरुको विंगर अट्याकरहरु एकदमै बबाल छ, मिडफिल्डर र डिफेन्सहरु पनि त्यस्तै छ। अलिकति सेन्टर ब्याकहरुमा विकनेस देख्छु म। र यता अब आर्सेनलको टिमको कुरा गर्ने भयो भने अब डिफेन्स त्यस्तै दामी छ, एकदमै कालाफियोरी ग्याब्रियल हुने इन्जुरी कारण खेल्नु मैदानमा हुने छैनन् भने अब मिडफिल्डमा पनि राम्रो छ, ओडीगार्ड पाटे डिक्लान राइसहरु राम्रै छ भने अब फ्रन्ट लाइनमा भने के कमजोरी छ आर्सेनलको, जुन नम्बर 9 पनि छैन र काई हाभर्ट्ज ग्याब्रियल जिसस जस्तो प्लेयरहरु इन्जुर छन्। त्यसैले जेरड मोरेनो, बुकायो साका, मार्टिनेल्ली, ट्रसर्ड जस्तो प्लेयरहरु खेल्नेछन्। यो गेम पनि दामी हुनेछ। र यता मे 1:12:45 AM मा हुँदैछ बार्सिलोना भर्सेस इन्टर मिलान, जुन स्पेनिस क्लब बार्सिलोना भर्खरै अस्ति रियल मैड्रिडलाई हराएको थियो र त्यसमा पनि मैले प्राइज राखेको थिएँ। त्यसमा गणेश साइजीले जित्नु भएको थियो, उहाँलाई चाहिँ कङ्ग्रेचुलेसन भन्न चाहन्छु। उहाँले प्रेडिक्सन मिलाउनु भएको थियो र यसमा छ बार्सिलोना भर्सेस इटालियन क्लब इन्टर मिलान। कपमा इटालियन कपमा चाहिँ उसँग मिलानसँग हारेको थियो भने भर्खरै हिजो पनि रोमासँग 1-0ले हारेर लिग भनेपछि उनीहरूले लिग जित्ने चान्सेस एकदमै कम भएको छ। उता नापोली एकदमै फर्ममा छ, हिजो 2-0ले जितेको थियो भने उनीहरू 3 पोइन्टले अगाडि होला सायद। अब बार्सिलोना यता भने अब पर्सि फेरि रियल मैड्रिडसँग खेल्दैछ र उनीहरू पनि ला लिगा जित्ने तयारीमा छ र ला लिगा सायद जित्छन् होला पनि। बार्सिलोना र अब इन्टर मिलान पनि कुरा गर्ने हो भने बार्सिलोना जस राम्रो छ। बार्सिलोनाको डिफेन्समा अब डिफेन्स पनि ठिकै छ र मिडफिल्ड पनि राम्रो छ। अनि फ्रन्ट लाइन लेवान्डोस्की पनि इन्जुरी छन् र भन्ने बाल्डे र लेवान्डोस्कीले गुमाउनेछन् भने गेम। उता भने इन्टर मिलानबाट मार्कस तुराम जुन फ्रान्सको स्ट्राइकर हुन् उनी र पाभर्ड पनि दुईजना इन्जुरीका कारणले खेल गुमाउनेछन् भने यो गेम पनि एकदमै कम्पिटिसन हुन्छ। र तपाईहरुले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब गर्नु होला। यदि सब्स्क्राइब गर्नुभएको छैन भने र पछि यदि तपाईको प्रेडिक्सन मिलिसकेपछि सब्स्क्राइब गर्नुभयो भने तपाईले 500 पाउनुहुने छैन। र यदि अहिले नै तपाईले सब्स्क्राइब गरिसक्नु भएको छ भने तपाईले 1500 रुपैयाँ पाउनुहुनेछ। यदि तपाईको प्रेडिक्सन मिल्यो, सब्स्क्राइब गर्नुभएको छैन भने तपाईले 1000 मात्रै पाउनुहुनेछ तपाईको प्राइज। सो गाइज, र मलाई सपोर्ट गर्नुहोस् र तपाईहरुलाई सधैँ मैले यसरी गेमहरुमा प्रेडिक्सन प्राइज राख्नेछु। मेरो प्रेडिक्सन रहेको छ आर्सेनल 2, PSG 1 र बार्सिलोना 3, इन्टर मिलान 1 र स्कोर गर्ने प्लेयर रहेको छन् राफिना। र तपाईहरुको प्रेडिक्सन लेख्नुहोस्। प्रेडिक्सन गर्दाखेरि केही रुल्सहरु पनि छ। तपाईहरुले 12 बजे भन्दा पछि एडिट गर्नुभयो भने कमेन्टलाई, त्यसो यदि 12 बजे भन्दा पछि तपाईहरुले भिडियोमा तपाईहरुले प्रेडिक्सन गर्नुभयो भने त्यसको मान्यता लिइने छैन। त्यसैले आज राति 12 AM आज राति यानि 12 बजे भन्दा अगाडि नै तपाईले प्रेडिक्सन गर्नुपर्ने हुनेछ। र त्योभन्दा पछि त्योभन्दा अगाडि नै एडिट पनि गर्न सक्नुहुन्छ तपाईको प्रेडिक्सन। यदि त्योभन्दा पछि प्रेडिक्सन गर्नुभयो अथवा एडिट गर्नुभयो भने त्यसको मान्यता लिइने छैन है। यदि मल्टिपल करेक्ट प्रेडिक्सन हुन गयो भने चाहिँ हामीले कोइन्टस मार्फत विनर विजेता घोषणा गर्नेछौँ। अब हुने च्याम्पियन लिग 2025 को फाइनलसम्म जतिकै जस्तो 500 सब्स्क्राइब पुग्यो भने 5K र 600 सब्स्क्राइबर पुग्यो भने 6K प्राइज राख्नेछु। त्यसैले तपाईहरु सपोर्ट गर्नु होला। र कोही फुटबल लभरहरु छन् र तपाईहरुले प्रेडिक्सन गर्दाखेरि है, प्रेडिक्सन माथि जस्तो आर्सेनल 2 मेरो प्रेडिक्सन जस्तो माथि आर्सेनल 2 PSG 1 लेख्नु भयो। त्यसपछि बार्सिलोना 3 मानिलिउँ है, बार्सिलोना 3 इन्टर मिलान 1 लेख्नु भयो। त्यसपछि कुनै पनि चारवटा टिमबाट एउटा स्कोर गर्ने प्लेयरको नाम पनि लेख्नै पर्ने हुन्छ है। प्रेडिक्सन मात्र गर्नु र मिल्यो, स्कोर गर्ने प्लेयरको नाम लेख्नु भएन भने तपाईहरुले चाहिँ प्राइज पाउनु 1500 प्राइज पाउनको लागि 1 नम्बरमा रुल्सहरु मेरो 1 नम्बरमा तपाईहरुले मेरो युट्युब च्यानल चाहिँ सब्स्क्राइब गर्नै पर्नेछ, नत्र भने 1000 मात्र प्राइज पाउनुहुनेछ। र अर्को तपाईहरुले प्रेडिक्सन स्कोर लेखिसकेपछि तपाईहरुले एउटा कुनै स्टुडेन्ट प्लेयरको नाम पनि लेख्न पर्यो है। त्यति चाहिँ गर्नै पर्यो तपाईहरुले। र पछिको सेकेन्ड लिगको पनि भिडियो आउनेछ, त्यो भिडियो साथीभाइहरुसम्म पनि पुर्याइदिनु होला। र अन्तमा यदि तपाईहरु
गेम भइसक्यो र पछिको भिडियो हेर्दै हुनुहुन्छ भने त्यहाँनिर टाइम मैले तोकेको टाइमभन्दा पछिको भिडियो हेर्दै हुनुहुन्छ भने मलाई सब्सक्राइब गर्नु होला, किनभने म पछिको भिडियो हाल्दैछु र त्यो बेल आइकनलाई पनि क्लिक गर्नु होला। त्यो पछि आउने भिडियोहरू तपाईँहरूको मैले हाल्दै थिएँ तपाईँहरूले नोटिफिकेसन जानेछ र तपाईँहरूले भिडियो हालेको थाहा हुनेछ। त्यसैले अहिले नै सब्सक्राइब गरिराख्नु होला। थ्याङ्क यू सो मच फर